हेलो साथीहरू गुड मर्निङ के छ हालको सन्चै हुनुहुन्छ होला म पनि सन्चै नै छु वेलकम ब्याक टु माई न्यू ब्लग रितेश अहिलेसम्म हेर्नु न सुतिरहेको स्कुल जानु भनेर पनि सुतिरहेको तर आज रितेशको च्यालेन्ज होइन मोमोज खाने ल देखो मैं बोल रहा हूँ ना फिर आज रितेश र म मोमोज खाने च्यालेन्ज गर्ने हो सो साथीहरू अहिले चाहिँ रितेश स्कुल जानेवाला छ अनि साँझ म मोमोज लिएर आउँछु रितेशको लागि अनि रितेशले मोमोज च्यालेन्ज गर्ने हो चलो चलो देखो बोल दिया मैंने चलो आओ शाम को अब मोमोज लेके आऊंगा मैं तुम्हारे लिए अभी तो मोमोज का दुकान बंद है टाइम हो गया। भर्खर अफिसमा पुगेर अफिसमा अब कोही पनि आएन नि अझै पनि बोस पनि आएन साथीहरू म्यानेजर पनि छैन म्याडम पनि छैन सो अफिस निट एन्ड क्लिन भइसक्यो होइन यो चाहिँ म हस्पिटल जाँदैछु दिपा चाहिँ उता हेर्नु तल बसिरहेछ दिपालाई अहिले लगेर हस्पिटल जानुपर्ने हो उसको कानमा घाउ भयो हुनाले त्यसमा इन्जेक्सन लाउनु पर्ने हो क्या त्यही भएर उसलाई हस्पिटल लगेर जाँदैछु सो अहिले मैले बोसलाई फोन गरेको थिएँ बोस कतिखेर आउने हो भनेर सो उसले भने कि आधा एक घन्टा लेट नै आउने हो ठिक छ तिमी गएर आऊ भनेको छ सो म आएर छिटो छिटो गएर हस्पिटलको काम गरेर फेरि अफिस आउँछु जिन्दगी एक सफर ऐसे होला। सो साथीहरू म चाहिँ अब अफिस ताला हानेर लक गरेर जान्छु अफिसलाई सो साथीहरू म चाहिँ अहिले खाना खाइरहेको छु एकदम भोक लागिसक्यो टाइम पनि अहिले 1 बजिरहेको होइन बोस चाहिँ भित्र बसिरहेको तर म चाहिँ खाना खान्छु मलाई भोक सहन छैन होइन सो साथीहरू अब म चाहिँ घरतिर जाँदैछु होइन अब टाइम पनि भइसक्यो टाइम चाहिँ अहिले रातिको कति बजिरहेको देखाउँछु हजुरलाई रातिको हेर्नु त 8 बजिरहेको घर जानुभन्दा अगाडि म चाहिँ अहिले भगवान्को दर्शन गर्न जानुपर्ने हो आज शुक्रबारको दिन होइन दर्शन गरेर जाउँ भन्ने मन भइरहेछ भगवान्को सो आज खै किन हो मलाई अटोमेटिकली भित्रबाट मन्दिर जान मन लागिरहेछ सो अहिले म मन्दिरतिर जान्छु है सो हजुरलाई म मन्दिर गएर भेट्छु अब मन्दिरमा हजुरलाई पनि मन्दिरको दर्शन गराउँछु र बनिराख्नु होला भिडियोमा भगवान्को दर्शन गरेर फर्किरहेको छु होइन अब यहाँबाट म अर्को मन्दिरतिर जाने हो सो साथीहरू म चाहिँ यो मन्दिरमा छु तर खासै भिडियो बनाउन पाइँदैन होइन भर्खर घर पुगेँ होइन मन्दिरदेखि एकदम राम्रो मन भइरह मन्दिरहरूतिर पनि दर्शन गर्न गइराख्नु पर्ने रहेछ क्या हप्तामा 10 दिनमा एकचोटि मन्दिरको दर्शन गर्न अनिवार्य रूपमा जानुपर्ने रहेछ आफूलाई एउटा पोजिटिभ मन बनाउनको लागि भगवान्प्रति विश्वास राख्नुपर्ने रहेछ र सो साथीहरू जस राम्रो भइरहेछ अहिले जस्ट अहिले घर पुगेँ होइन घर पुग्ने बित्तिकै अहिले मैले यता खानामा चाहिँ अहिले केही पनि बनाएको छैन अब म दाल चढाइराखौँ अहिले भर्खर टाइम पनि अब अहिले कति बजिरहेको यहाँ 9 बजी 9 कहाँ 10 बजिरहेको साथीहरू रातिको 10 बजिरहेको अब दाल भात अनि अलिकति सब्जी बनाउँछु या चटनी टमाटर प्याजको चटनी बनाउँछु होइन सो साथीहरू छिटो छिटो बनाउनु पर्ने हो टाइम पनि भइहाल्यो 10 बजिहाल्यो म चाहिँ अब ब्लग भन्दा नि म खाना बनाउँछु होइन छिटो छिटो 10 बजिसक्यो साथीहरू अब खाना छिटो छिटो बनाउनु पर्यो होइन फेरि खाना पकाउनु 11-12 बज्ने हो कि हिजो पनि 12 बजे खाना खाँदासम्म सो साथीहरू म खाना पकाउँछु है एकछिन ओ सेट म एक चिज बिर्सिएँ यार आज रितेशले भनेको थियो मोमो ल्याउनु भनेर तर मोमोस ल्याउन बिर्सिएँ रितेशको लागि अब रितेशले पक्का पनि सोध्ने पापा क्या लायो मेरो लिए भनेर अब के भन्नु उसलाई आज खै बिर्सिहाल्यो दिमागदेखि आउट भइहाल्यो थाहै भएन यादै आएन सो साथीहरू अब हेरौँ रितेश के भन्छ अब मोमोस ल्याइदिनु भनेको थियो बिचरा हिजो ल्याइदिनु भन्नुभएको थियो के गर्नु ल्याएन अब भोलि त पक्का ल्याउँछु है साथीहरू रितेशको लागि मोमोस सो साथीहरू अहिले चाहिँ मैले खाना रेडी गरिसकेँ हेर्नु यो चाहिँ दाल फ्राई हो अनि यता चाहिँ आलु सोयाबिनको साग अनि यता भात लगाइरहेको छु अब अबको 5 मिनटमा भात पनि पाकिहाल्छ सो साथीहरू अब दिपा र रितेश आउनेवाला छन् खाना खानुपर्छ जो आधा आधा पाउने घन्टामा मैले खाना रेडी गरिसकेँ दाल भात साग दिपाले चाहिँ बिहान पूजा गरेर गयौँ अहिलेसम्म दियो जलिरहेछ भगवान्को चाहिँ हाम्रो सो साथीहरू अहिले चाहिँ रितेश र रितेशको मम्मी आइसक्यो होइन यहाँ रितेश आइसक्यो अहिले म
गएर लिएर आएँ यिनीहरूलाई, तर बाटोमा भिडियो बनाउन पाएन किनभनेपछि अब बाइकमा आउँदाखेरि भिडियो बनाउनु पनि भएन। सो अहिले पुग्यो, अब हामीहरू खाना खान्छु। आजको लागि यति नै, हस्त धन्यवाद। थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो। डोन्ट फर्गेट टु लाइक एन्ड सब्सक्राइब। फेरि भेटौँला नयाँ दिन र नयाँ ब्लगको साथमा। हस्त, जय नेपाल। हेलो गाइस, कैसे हो? बैक टू व्लॉग बैक। अभी लाइक सब्सक्राइब कर दो, फिर बाद में मिलेंगे।